ट्याङ्क भयो, युरिया यताबाट हाल्ने हो। यो चाहिँ पेन्ट ग्यास बाहिर निस्किने। यसमा चाहिँ सेन्सरहरू छ, क्वालिटी सेन्सर, युरिया सेन्सर, लेभलिङ सेन्सर, क्वालिटी सेन्सर र टेम्परेचर सेन्सर, 3वटा सेन्सर भयो। यो चाहिँ तपाईँको सप्लाई पम्प पनि भन्छ, फिल्टर पनि हुन्छ यसमा। र यसमा यो भनेको आफ्टर ट्रिटमेन्ट सिस्टम भयो पुरा। यसमा डिपिएफ, डिओसी एन्ड युरिया एससिआर भयो। यसमा चाहिँ यो भनेको हाम्रो उताबाट आएको यो चाहिँ नक्स सेन्सर भयो। नक्स सेन्सर यता आएर यसमा लागेको छ, नक्स मोड्युल भयो। अनि एउटा नक्स सेन्सर भनेको यो भयो, यो साइलेन्सरको ठ्याक्कै यता लागेको छ, यो डाउन स्ट्रिम नक्स सेन्सर भयो। यो पनि आएर तपाईँको यसमै लागेको छ, यहाँ लागेको छ। यो भनेको डोजिङ मोड्युल भयो, डोजिङ मोड्युल भयो। यसमा युरिया इन्जेक्ट हुन्छ यताबाट। यो भनेको डिपिएफ, डिजेल पार्टिकुलेट फिल्टर सेन्सर। डिपिएफ सुट लोड बढी भएपछि यसले यो 2टा सेन्सरले रेगुलेट गर्छ। टिकल ब्याट्री कट अफ स्विच, यसलाई इबिसिएस, यसलाई म्याक्सिफ्युज होइन, अनि यसलाई चाहिँ मेगा फ्युज। यसमा चाहिँ साँचो अन गरेपछि त्यहाँ चाहिँ स्विच छ, स्विच अन गरेपछि चाहिँ के गर्छ, यसलाई कनेक्ट गरेर बल्ल स्टार्टिङ सिस्टममा चाहिँ जान्छ सप्लाई।